आज चाहिँ म के बनाउन आँटेको छु भन्दाखेरि यो पहिलाको खुत्रुकै मैले फुटाएर पैसा निकालेको थिएँ। अनि यो चाहिँ सो गाई आज चाहिँ म बनाएर फेरि यहाँ म पैसा थपार्ने छु। अनि यहाँ चाहिँ म 5 रुपियाँदेखि स्टार्ट गरेर एकैचोटि म 3-4 वर्ष पछाडि म त खोल्छु। यसलाई चाहिँ म एकदमसँगले पहिला चाहिँ मैले कसो गरेको थिएँ भने अलिकति पैसा भन्दाखेरि फुटाइहालेको थिएँ। यो चाहिँ यस्तो यो गरेको थिएँ पैसा हुँदै चाहिँ थियो त्यतिखेर मैले त पारेको यतिखेर डह्रो हुन्थ्यो होला। अब चाहिँ म यस्तो धेरै थपार्छु नि। सो आज चाहिँ यो सिम्पल ब्लग रहने चाहिँ तपाईँहरूलाई नि यस्तोमा थपार्नु भएको होला होइन। यस्तो हुँदी अनि यो के अरे यो खुत्रुकेतिर होइन मैले चाहिँ यस्तो काठको बनाएको थिएँ। अनि मेरो त बाले दिनुभएको थियो। म चाहिँ यहाँ पैसा त अब थुपार्छु एकदमसँगले। अब यसलाई म यस्तो दामी बनाउँछु टक्कसँगले सिम्पलै बनाइदिन्छु। यस्तो गरेर यहाँ काटी ठोकिदिन्छु यस्तोमा अनि यहाँ छेड्छु। अनि छेडेर म यसलाई सिम्पल बनाइदिन्छु। हेर्नुहोस् मैले त छेड्नुको लागि यसलाई प्रयोग गरेको चाहिँ मैले सामान थिएन र यस्तै बनाइदिएँ छेडिदिएँ। अनि तर हामीसँग छेड्ने मेसिन थियो जस्तो लाग्यो क्या। फाइनली मैले चाहिँ बनाइसकेको छु। अनि यहाँ मेरो चाहिँ यस्तो देख्न सक्नुहुनेछ। सिम्पल मेरो एकदम सिम्पल। फेरि 1-2 दिनदेखि यस्तो चिम्टी लगाएर निकाल्नु नपरोस् होइन। यो चाहिँ अब मेरो बाचा नै भयो एकदमसँगले। म यसलाई चाहिँ धेरै वर्ष पछाडि म खोल्छु मैले अब।